आज बुवालाई वृद्धाश्रम पठाउने तयारी चलिरहेको थियो। बुहारी, बुवा हामीले तपाईको सबै सामान प्याक गरिसक्यौं। म्याडमले जे सोध्नुहुन्छ बस हुन्छ भन्नुहोला। त्यति नै बेला बुवालाई लिन वृद्धाश्रमबाट एकजना म्याडम आउनुहुन्छ। बुहारी, हामी चाहन्छौं कि बुवा हामीसँगै बस्नुहोस्, तर विजयको कमाई यति छैन कि उसले खर्च धान्न सकोस्। म्याडमले एउटा फारम दिनुहुन्छ। छोराले तुरुन्तै नपढी हस्ताक्षर गर्छ। त्यसपछि छोरा र बुहारी भित्र जान्छन्। मनु, म्याडम, सायद तपाईले मलाई चिन्नु भएन। म मनु हुँ, तपाईको त्यही विद्यार्थी जसको स्कुल शुल्क तपाईले तिरिदिनु भएको थियो। बुवालाई सबै कुरा याद आउँछ। मनु, तपाई बिल्कुल चिन्ता नगर्नुहोस्। तपाई वृद्धाश्रम होइन, आफ्नै छोरीको घर जाँदै हुनुहुन्छ। छोरा, कुराहरू वृद्धाश्रम पुगेर गर्नुहोला। बुहारी, विजयलाई अफिसको मिटिङको लागि ढिलो भइरहेको छ। म्याडम बुवालाई लिएर जान थाल्छिन् र जाँदा जाँदै भन्छिन्, मनु, विजय सर, जब मेरो बुवाले अनाथ आश्रम चलाउनुहुन्थ्यो तब तपाईको बुवा त्यहाँ एउटा बच्चा धर्मपुत्र लिन आउनु भएको थियो, जसको नाम उहाँले विजय राख्नु भएको थियो। यो सुनेर छोराको खुट्टा मुनिको जमिन खस्छ, किनकि बुवाले छोरालाई कहिल्यै महसुस हुन दिनु भएन कि ऊ उहाँको आफ्नै छोरा होइन। सम्बन्धहरू रगतले मात्र होइन, भावनाले बन्छन्। यस्तै वास्तविक र भावनात्मक कथाहरूको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्।